हेलो गाइज, आज यो सानो भ्लग मैले बनाउँदैछु होइन। यो चाहिँ हामी चुनावमा घर गएको बेला हो। चुनावमा भोट अघिल्लो दिन हाल्यो र भोलिपल्ट गणना हुन थालेपछि चाहिँ हामी लगायतका अङ्कलहरू दाइ अङ्कलहरूसँग चाहिँ टक्क ओखलढुङ्गा गएको थियौँ। मतगणना कसरी कहाँ हुन्छ भनेर यसो बुझ्दै गएको थियौँ होइन। जस मतगणना पनि सुरु भइसकेको थियो, नतिजा मात्रै आउन बाँकी थियो र हामी चाहिँ अब त्यो नतिजा नआउन्जेलसम्मको लागिलाई चाहिँ टक्क माथि रमाइलो डाँडातिर गएर घुम्यौँ होइन। यसो चिया खायौँ, यसो चिसो खायौँ, अनि टक्क घुमेर चाहिँ हामी अब तल चाहिँ हामी जाँदैछौँ यो मतगणना हुने ठाउँमा। अब हामी त्यहाँ गएर यसो हेर्नेछौँ त्यहाँ कुराहरू कस्तो हुँदैछ भनेर त्यहाँको माहौल बुझ्नलाई हामी जाँदैछौँ। यो आजको यात्रा रमाइलो भयो, धेरै पछि भेटघाट भयो अङ्कलहरूसँग दाइहरूसँग होइन। त्यही भएर अब यो चुनावको माहौलमै भेट भयो, किनभने यतिखेरै थियो हामीले कस्तोलाई जिताउने भन्ने कुरा होइन। अनि युवा पुस्ताले हेरौँ भन्ने कुरा थियो। त्यो भएर पनि सबैजना जहाँ काठमाडौँदेखिको जति पनि छरिएर बस्नुभएको थियो हाम्रो गाउँघरको दाजुभाइ युवा पुस्ताहरू चाहिँ उहाँहरू सबै आउनुभएको थियो। र हामी आएको बेलामा चाहिँ यसो रमाइलो पनि हुन्छ, सबैजना जाऊँ भनौँ न। अब सबैसँग बाइक थियो होइन। अनि टक्क बाइक साइकल लिएर घरबाट निस्केर हामी ओखलढुङ्गा बजारतिर गयौँ, घुमेर अनि टक्क हामी निर्वाचन कार्यालयतिर पनि पुग्यौँ। उहाँ पुगेर चाहिँ अब भनौँ न हामीले गर्नु त केही नै जस त्यहाँको माहौल बुझ्नलाई टक्क यसरी आइपुग्यौँ। आएर चाहिँ अङ्कलहरूसँग जस हाम्रो ग्रुप छ नि, यसरी गफ गर्दै रमाइलो इन्जोय गर्दै जस घुमेरै आजको दिन व्यतीत हुनेछ। सो हेर्नुहोस् हाम्रो अङ्कलहरू टक्क चस्मा लाउनु भएको अङ्कल हुनुहुन्छ होइन, चस्मेस अङ्कल यस्तै छ होइन। अब बल्ल भेट भएको, थोरै भए पनि इन्जोय त गर्नै पर्यो नि हल्का फल्का, धेरै त नभनौँ, टक्क यतिको अलिअलि चाहिँ हुनै पर्यो नि त होइन। अब बल्ल भेटघाट भएको छ, भेटघाट नभएको नि थुप्रै नै हुन्छ। कहिलेकाहीँ त वर्षौँ दिन हुन्न, कहिले त 2-3 वर्ष पनि हुन्न, किनभने को कता हुन्छ। बल्ल भेटेको बेलामा भेट भएको बेलामा थोरै इन्जोय हाँसी मजाक होइन, रमाइलो त गर्नै पर्यो नि, किनकि अब पछि गएर को कहाँ हुन्छ होइन। अब बच्चा बेलामा सँगै थियो, सँगै खेलिन्थ्यो, दिनै भनौँ न सँगै हुन्थ्यो हरेक वर्ष। अलिकति ठुलो भयो, सबै कुराले व्यवहारले च्याप्दै गयो, सबै कुराले च्यापेपछि अहिले बिस्तारै भेटघाट पनि वर्षमा एकचोटि 2 वर्षमा एकचोटि हुन्छ। त्यही भएर भेटघाट भएको बेलामा चाहिँ फुल इन्जोय गऱ्यौँ। चुनावको माहौल पनि एकदम राम्रो थियो, राम्रोसँगले निर्वाचन पनि सम्पन्न भयो। अनि सम्पन्न भइसकेपछि चाहिँ हामी टक्क अब गणना हुने ठाउँतिर आयौँ। यसरी आएर सर यो सबै घन्टी समर्थक हाम्रो भाइ चाहिँ होइन, सम्पूर्ण हामी चाहिँ भनौँ न भाइलाई मात्रै नभनौँ, हामी सबै जति पनि यसरी एकजुट भएर आएको छौँ। सर हामी चाहिँ घन्टीलाई जिताउनुपर्छ भनेर आएको थियौँ र नतिजा पनि घन्टीले नै जितिसकेको छ त्यो बेलामा होइन। सरर पारेर यो चाहिँ हाम्रो यो भित्र चाहिँ निर्वाचन गणना त्यो मतपत्र गणना हुने ठाउँ हो होइन। यहाँभित्र गणना चाहिँ हुँदैछ। हामी चाहिँ अलि अबेला राति जानलाई अलिक गाह्रो हुन्छ भनेर चाहिँ हामी चाहिँ लगभग 4 बजेछ होला, हामी चाहिँ यो 4 बजेको टाइममा चाहिँ निस्केर जान लागेको छौँ। हाम्रो उहाँ चाहिँ दाइ दिपक दाइ होइन, एकदम जस हामीलाई जागरुक बनाउन खोज्ने, राजनीतिमा चाहिँ अलिक पहिलादेखिको चासो लिएर हिँड्ने मान्छे। म चाहिँ भर्खर नै हिँडेको। उहाँ दाइ चाहिँ जस राजनीति भनेपछि पहिलादेखिकै एकदम चासो लिएर हिँड्ने मान्छे व्यक्तित्व हुनुहुन्छ। सो जस चासो दिएर गरे अनुसारको जित हासिल पारेको छ, जस खुसी लागेको छ। जय देश जय नेपाल है त।